त्यो अलिकति आफूलाई इस्टाब्लिस गराउन हुन्छ नि हास्य कलाकार भएर आएको भएर सिरियस एक्टरको रूपमा अथवा हिरोको रूपमा हुन्छ नि आफूलाई इस्टाब्लिस गराउन अथवा मान्छेले देख्दाखेरि चाहिँ तपाईँलाई त्यो रूपमा स्वीकार गर्न थोरै गाह्रो भएको छ? गाह्रो छ। मान्छेले अहिलेसम्म पनि मलाई भनिरहेको हुन्छन् कमेन्ट हेऱ्यो भने यस्ता पनि हिरो यस्तालाई के हेर्नु भनेको छन्। मैले जिन्दगीमा कहिले हिरो भनेकै छैन आफूलाई। म हिरो हुँदै होइन होइन, म अभिनेता हो। एउटा अभिनेता काँचो माटो हो, मुसेको माटो हो अभिनेता अभिनेत्री भनेको। त्यसलाई के बनाउने, हिरोइन बनाउने अथवा भिलेन बनाउने अथवा क्यारेक्टर आर्टिस्ट बनाउने, त्यसलाई रौनी बनाउने सबै डाइरेक्टरको हातमा रहन्छ। स्क्रिप्टसँग रिलेटेड हुन्छ यो। त्यस कारण म एउटा यो सब्जेक्टको एउटा मुख्य पात्र हो। सब्जेक्टले मलाई बनायो भने नि हिरो सब्जेक्टले बनाएको हो। यो फिल्मको हो। म वास्तविक देखेको हिरो होइन नि त। म चक्लेट हिरो पनि होइन। र फेरि मलाई नमिल्ने फिल्म खेलेकै छैन नि। अब अहिले यो फिल्ममा मैलाई मिल्ने रोल थियो र मैले यो गरेको हो। त्यस कारण अब अर्को जयसापमा पनि करिब त्यस्तै नै थियो। त्यस्तै क्यारेक्टर चाहिएर मलाई लिएको हो। त्यस कारणले त्यो म आफू यो एउटा युग आयो टेलिभिजनको कि हामी जस्तोले यसरी मेन उसमा आउन पायौँ, यो एउटा सौभाग्य हो। यो एउटा भगवानले दिएको म त ठुलो वरदान भन्छु। मेरो कल्पनाभन्दा धेरै बाहिरको। मैले एक सिन खेलेका सिनेमा कति छन् नि। म 3 दिन एउटा गानामा गएर 2 दिनसम्म बसेर लास्टको दिन त्यही बिर्सेर प्याक भइसकेको थियो। डाक्टरलाई भन्न सकिनँ। अनि प्रोडक्सन गाना भने होइन भने ए हो त नि डाक्टर साहब। अनि त्यो जित भने नि उभिरहेको थियो। त्यसलाई बोलाएर छ 2-3 दिन बाद ए भयो भनेर आइज उयो ए हानिदेऊ भने ल दियो भनेको गरेको मान्छे म त्यसरी दुःख गरेर आएको। मैले पाएको हो। अब यो मैले पाएँ, अब के गर्नु।